नमस्ते साथीहरु, आज चाहिँ म तपाईहरुलाई चाहिँ फेसबुकको भिडियो कसरी डाउनलोड गर्ने भनेर स्टेप बाइ स्टेप सिकाउन जाँदै छु। त्यसैले चाहिँ यो भिडियो अन्तिमसम्म हेर्नु होला। त्यसको लागि चाहिँ तपाईहरुले चाहिँ पहिलो चाहिँ आफ्नो फेसबुकमा जानु होला हैन। फेसबुकमा जानु होला। तब फेसबुकमा गइसकेपछि तपाईहरुले चाहिँ कुनै पनि एउटा भिडियो चाहिँ हैन आफुलाई कुन चाहिँ मन परेछ हैन त्यसमा चाहिँ जानु होला। जस्तै मलाई म आफ्नो भिडियो म गर्दै छु हैन। त्यसको लागि यहाँ साइडमा हुन्छ नि शेयर बटन हो, शेयर बटन थिच्नुस् र त्यसलाई चाहिँ हामीले केही नगर्ने यहाँ कपी लिंक भनेको हुन्छ। यहाँ कपी लिंकमा कपी लिंक गर्नुस्। त्यसपछि तपाई सिधै ब्याक हुनुस्। तपाई सिधै ब्याक हुनुस् र ब्याक भइसकेपछि तपाईको आफ्नो मोबाइलमा रहेको चाहिँ हैन एउटा क्रोम ब्राउजर खोल्नुस्। क्रोम ब्राउजर खोल्नुस् र त्यसपछि त्यहाँ सर्च गर्नुस् फेसबुक भिडियो डाउनलोडर भनेर। जब तपाईले फेसबुक भिडियो डाउनलोडरको सर्च गर्नुहुन्छ र पहिलो लिंकमै आएको हुन्छ यहाँनिर हो, त्यो पहिलो लिंकलाई क्लिक गर्नुहोस्। जब त्यो पहिलो लिंक हामीले क्लिक गर्नुहुन्छ त्यो खुल्छ हो, यस्तो आउँछ इन्टरफेस। इन्टरफेस आएपछि तपाईले जुन अघि कपी लिंक गर्नु भएको थियो नि त्यसलाई चाहिँ हामीले यसमा एकछिन थिचेर राख्ने। जब पेस्ट भन्ने आउँछ यसलाई पेस्ट गरिदिने। त्यसपछि हामी यो डाउनलोड भन्नेमा थिच्दिने। डाउनलोडमा थिचेपछि एकछिन लोड हुन्छ, वेट गर्नुस् र यसमा ल आइसक्यो हेर्नुस्। अब यहाँ दुईटा अप्सन आएको छ हेर्नुस्, एउटा नर्मल क्वालिटी र एउटा एचडी क्वालिटी। अब तपाईलाई कुन चाहिँमा गर्नु मन लाग्छ त्यसैमा गर्नुस्। म चाहिँ अब एचडी मा गरेर देखाउँछु। एचडी मा म थिच्छु। थिचेपछि यहाँ हेर्नुस् माथिपट्टि एउटा डिटेल भने डाउनलोड भनेको छ। यो मेरो डाउनलोड भइसकेको छ हेर्नुस् ल गाइस। यसलाई अब ओपन गरेर पनि तपाईले हेर्न सक्नुहुन्छ। म जस्ट ओपन गर्न जाँदै छु हैन। यो चाहिँ यहाँनिर आइसकेको छ हैन गाइस। ल यो भिडियो पनि हेर्न मिल्छ हामीलाई। हेर्नुस् सजिलैसँग एचडी क्वालिटीमा आइसकेको छ भिडियो। यसरी नै डाउनलोड गर्ने हो साथीहरु। ल गाइस अब यसरी नै तपाईहरुले चाहिँ हैन फेसबुकमा राम्रो लागेको भिडियोहरु चाहिँ यसरी डाउनलोड गर्न सकिन्छ हैन गाइस। तपाईहरुलाई चाहिँ यो भिडियो कस्तो लाग्यो लाइक शेयर कमेन्ट र मलाई चाहिँ फलो गर्न चाहिँ नभुल्नु होला। किनभने म यस्तै फेसबुक सम्बन्धी जानकारीहरु लिएर आउने छु, अर्को भिडियोहरु लिएर आउने छु हैन गाइस। तपाईहरुलाई चाहिँ कस्तो कस्तो सम्बन्धी जानकारी लिनु छ कमेन्ट गर्नु होला। त्यस सम्बन्धी म भिडियो लिएर आउने छु। अहिलेलाई चाहिँ नमस्ते, धन्यवाद।